सो आज चाहिँ हामी यो सारुसीमा भन्ने ठाउँमा चाहिँ अफ रोड बाइकिङ गर्न आएको छ हैन। सो बाइक तपाईँले देखिरहनु भएको छ त्यहाँनिर मेन्टेन हुँदैछ। यहाँनिर राइड गर्नको लागि चाहिँ लाइसेन्सहरू त्यस्तो केही पनि चाहिँदैन रहेछ हैन। यसो बिगिनरहरूको लागि भयो यो, अब भर्खर काकुसीहरूको लागि प्लस अब सबैले कुदाउने ठाउँ चाहिँ यो रहेछ क्या अफ रोड राइडिङको लागि। सो तपाईँहरू पनि अफ रोड राइडिङ गर्न चाहनुहुन्छ, तपाईँहरूसँग लाइसेन्स छैन तर बाइक चलाउन आउँछ हैन, अनि लाइसेन्स छैन तर बाइक चलाउने चाहिँ अझै पनि फिलिङ्स त्यो छ भने चाहिँ यस्तै ठाउँमा आएर हैन तपाईँहरू चाहिँ आफैले बाइक रेन्टल गरेर लिएर आए पनि हुन्छ र यो कोर्स गर्ने ठाउँहरू पनि हुन्छ, त्यहाँ गएर चाहिँ राइड गर्न मिल्छ। मैले बाइक नचलाएको चाहिँ 2-4 वर्षै भइसक्यो होला हैन। नेपाल जाँदा नि स्कुटरमा त चलाएर हिँड्थेँ, सो बाइकै चलाउँदैन थिएँ। 4 वर्ष पछि चाहिँ 4 वर्ष पछि चाहिँ मैले बाइक चलाउन आँटेँ होला।格好だけ一丁前だな。ヘルメットलगाउनु बिर्से जस्तो।すごいな、手ぶれしないんだ。しんちゃんのカメラすげえなこれ。じゃあしんちゃん行っといて。ああ、そうそうそう、ワンダウン5アップ、5アップじゃない4アップか、5速だから。はい、レッツゴー。疲れるでしょ疲れるねसाँच्चै भनेको यो धेरै पछि चलाएर गाह्रो पनि भइरहेछ। अनि यो अफ रोड छ नि यो बाटो चाहिँ एकदम खाल्टो माथि खाल्टो माथि खाल्टो माथि छ क्या। त्यो भएको भएर उठेर चलाउनु त अब हामी नेपालमा त्यस्तो उठेर चलाएर हुँदैन, हाम्रो बाइकहरू हुँदैन होइन। त्यतिखेर अफ रोड बाइक थिएन, उठेर चलाउनु चाहिँ लास्टै गाह्रो भइरहेको मलाई चाहिँ, त्यो लचकता नै भइरहेको छैन ज्यानको।中井さんが一番調子に乗ってるから
手はここに力入れない、はいフリーにしての。そうすればギャップで振られても体で固定できるから、はいネットつねる。じゃあしんちゃん今度は転んだとこ取ってあげるから。よし、レッツゴー。来た。ちょっとなくなった。सो आजको लागि चाहिँ यति नै। म चाहिँ पुरै गर्दा गर्दा हुन्छ नि बाइक चलाउन थाकेँ होइन। लास्टै यस्तो हातहरू दुखेर आउनु थाल्यो मेरो चाहिँ। सो अफ रोड त्यस्तो खासै पहिला नेपालमा नि हिँड्नु थियो। सो एकदमै क्या खचक 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 भएर लास्टै दुखिरहेछ। त्यही भएर मैले चाहिँ हाफ्दिएँ। अहिले चाहिँ लास्ट चाहिँ नाकाइसान चाहिँ गर्दैछ होइन। सो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा, अहिलेसम्म मलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अघि मैले भने जस्तै तपाईँहरूलाई पनि बाइक चलाउनु मन छ होइन, तर नेपाल के अरे जापानमा लाइसेन्स छैन भने चाहिँ यसरी नै अफ रोड सेक्सनहरू हुन्छ होइन। यो अहिले हामी सारुसीमामा चाहिँ होइन, यो चाहिँ सागामी हारामा छ। यहाँ चाहिँ फ्री कुदाउनु पाउँछ, पैसा चाहिँ तिर्नु पर्दैन। तर मेन कुरा चाहिँ के भन्दा बाइकहरू चाहिँ आफैले लिएर आउनुपर्छ है। बाइकहरू आफैले लिएर आयो भने चाहिँ यहाँ मजाले चलाउनु पाउँछ। यहाँनिर तपाईँहरूसँग लाइसेन्सै छैन भने पनि यहाँनिर आएर सिक्न पनि पाउँछ है। सो हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला, भिडियो लाइक गरिदिँदै गर्नु होला र सेयर गरिदिनु होला।無理